एभ्रिवान वेलकम टु माई अनदर ब्लग। अब हामी चाहिँ फेरि आज चाहिँ कहाँ जाने साना? आज समुद्रतिर जान्छौँ होला। अब चाहिँ आज सिडनीको समुद्रतिर हामी जान्छौँ अनि हामी अब यहाँबाट पनि चेकआउट गर्न लागेको छौँ। त्यसपछि चाहिँ हामी साथीलाई भेटेर त्यहाँबाट चाहिँ जानेछौँ। चेकआउट पनि गरिसक्यौँ अनि निस्किँदैछौँ। अब चाहिँ गाडीमा सामानहरू मिलाउँदैछ अनि अब चाहिँ हामी निस्केर ममताहरूलाई भेटेर त्यसपछि चाहिँ अर्को डेस्टिनेसन हामी पारामाटाको पार्क जाँदैछौँ। साथीहरूलाई चाहिँ अलिक टाइम लाग्ने भयो नक्कल पार्नुलाई अनि त्यसपछि एकछिन टाइम स्पेन्ड पनि हुन्छ अनि यहाँ पनि घुमौँ भनेर सिलासले चाहिँ ल्याउनु भयो। अनि के छ यो पारामाटा पार्कमा जनता जान्न चाहन्छ भनेर पारामाटा पार्कमा पार्क छ, खोला छ अनि यस्तो दामी भ्यू छ। ओके त्यही त हो अनि काला चस्मा पारामाटा पार्क। ओके अनि बुढी कहाँ हिँड्दैछौ? यता हेर पारामाटाको फेदी भन्ने ठाउँमा आएको हामी आइसक्यौँ अनि यहाँनिर चाहिँ आएर चाहिँ यता जाँदैछौँ। त्यसपछि यहाँनिर चाहिँ अफिस रहेछ अनि यहाँनिर चाहिँ सिलासहरू। अब चाहिँ हामी यो सिङ्गल सिङ्गल गरेर अनि पेमेन्टको लागि पनि यहाँ रहेछ, बुकिङ गर्न पनि मिल्ने। अनि यहाँनिर तानौँ है तानौँ। हामी चाहिँ पानीमा आइसक्यौँ। बुढी यता हेर कस्तो हुँदैछ? बबाल बबाल। ल हामी चाहिँ कायाकिङ गर्दैछौँ यहाँनिर। बुढी उता गइसक्यो अरूहरू। कस्तो लाग्दैछ? ला यतातिर अलि गहिरो छ, त्यो एकातिर मात्रै नढल्क है, पल्टिन्छ। बुढी के छ भाइ? ठिक छ नि? ल है भिडियो है। के छ बुढी? कस्तो लागिरहेछ? हो कायक कायामा होइन, यो के पो ठाउँ हो? ल म नि यहाँ छु मस्त। के छ के छ? फोटो खिच्दियो? म अगाडिबाट। ल हेलो हेलो गाइजहरू। ल हामी चाहिँ समुद्रको बिचमा छौँ। उता देखाउनु हुँदैन है, उता देखाउनु हुँदैन। यस्तो गहिरो छ यहाँ, भुइँ नै देखाएन। यतिको पसिना आयो भने नि अब हामीलाई छेउमा पुऱ्याइन्छ। हेलो हेलो। ल है पोखराको फेवातालमा
ल के कुकुरलाई डोराएर हिँड्छु न। ल हामी चाहिँ कायक गरेर फर्किसक्यौँ होइन बुढी। खाऊ खाऊ ल खोइ अर्बन बोटानिकल गार्डन आएको छौँ अनि खानासाना खाइयो अनि के कस्तो भइरहेछ त? ठिक छ अब हामी फर्किन्छौँ एकछिनमा एउटा निस्केर। हामी चाहिँ अर्बन बोटानिक गार्डनमा गार्डन रहेछ त्यहाँ डेभिड फल ओके। हो त यता कहाँको बाटो माथि पनि बाटो रहेछ त जाने पल्टेर म डन बनेर बुढालाई पछि पछि ल्याउँदैछु। आइडिया चाहिँ छैन यो कहाँ पुग्छ तर पनि राम्रो छ यहाँनिर यस्तो रहेछ अनि यहाँ घर पनि रहेछ। यहाँ तपाईँलाई यहाँबाट भ्यू देखाउँछु है कस्तो रहेछ यहाँ के चाहिँ घर छ यहाँनिर बस्नको लागि राम्रै रहेछ। लाइक यता साइड पनि यस्तो रहेछ। के गर्नुभएको बोटानिकल गार्डनदेखि फर्किँदैछौँ। घुमिसक्नुभयो? घुम्यो अब हामी टाढा जानु छ। कहाँ? क्यानबेरा। अब हामी चाहिँ क्यानबेरा निस्किनु लागेको। एकछिन यहाँनिर आएको अनि यसो गार्डन देखेर अनि घुम्नलाई घुम्यौँ। सर्ट एन्ड स्विट भयो है यहाँ सबैजनाहरू आउनुहुँदो रहेछ। हामी यहाँबाट पनि निस्केको हो त अब डाइरेक्ट क्यानबेरा। बिचमा एक ठाउँमा सर्ट ब्रेक लिनुपर्छ 5-10 मिनट अनि ओके सिधै धेरै काम छ घरमा। हामी बसिरहेको छ मान्छेहरू घुम्न आएर हल्ला हल्ला गर्दैछ। थाकियो अब जानुपर्छ। हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड सी यू नेक्स्ट भिडियो। थ्याङ्क यू बाई बाई।